नमस्कार सम्पूर्णलाई। आज चाहिँ तपाईहरुलाई चाहिँ गाडी चलाउनको लागि यदि तपाईको साथी अथवा कोही गाडी हुने व्यक्तिले तपाईलाई गाडी चला भनेर यसरी चाबी दिनुभयो भने चाहिँ कसरी चलाउने के गर्ने भन्ने भिडियो चाहिँ मैले देखाउन गइरहेको छु। मेरो हातमा यो चाबी छ। यो चाबीले चाहिँ अब गाडी खोल्ने बेला चाहिँ यहाँ हाल्ने यसरी जुन यो लक छ यो खोलिदिनु। यो चाबी खोलेपछि आयो नि लामो आयो अब चाहिँ खोलिन्छ यसरी गाडी खोलियो। त्यस पछाडि म गाडीभित्र यसरी बस्छु अनि चाबी हाल्छु यहाँ यसरी हाल्छु अनि आफूलाई सजिलो हुने गरी एडजस्ट सिट मिलाउँछु मैले आफूलाई ठिक्क मलाई यत्रो हुन्छ त्यसमा सजिलो हुन्छ। गाडीमा बसेँ त्यस पछाडि ढोका लाउनु पर्यो। सिसा खोले अनि त्यस पछाडि म ढुक्क बसेँ आनन्दले बसेँ आरामले बसेँ मलाई सजिलो हुने गरी। त्यस पछाडि मैले चाहिँ यसरी सिट बेल्ट लाउनुपर्छ है। सिट बेल्टमा यसरी कस्नुपर्छ आफूलाई ठिक्क हुने गरी। त्यस पछाडि चाहिँ तपाईको यो गाडी सम्बन्धी सामान्य हल्का ज्ञान चाहिँ हुनुपर्छ। म थोरै तपाईहरुलाई बताउँछु। यो स्टियरिङ भयो अनि यता गियर भयो। यहाँ गियर देखाउँदा भाइ गियर यो ह्यान्ड ब्रेक अनि अरू क्लच एक्सिलेटर ब्रेक चाहिँ खुट्टामा हुन्छ है। यहाँ तल हुन्छ क्लच एक्सिलेटर ब्रेक क्लच ए बी सी। एक्सिलेटर भनेको चाहिँ स्पिड गाडीको स्पिड कन्ट्रोल गर्ने, ब्रेक भनेको चाहिँ कन्ट्रोल गर्ने रोक्ने अनि क्लच भनेको चाहिँ तपाईले गियर चेन्ज गर्ने बेला रोक्ने बेला बढाउने बेला यसरी यसले चलाउने हो। क्लच भनेको चाहिँ यसरी। अहिले हाम्रो गाडी चाहिँ न्युट्रलमा छ। न्युट्रलमा चाहिँ यो लाइन लेफ्ट राइट चाहिँ धेरै हल्लिन्छ। अहिले न्युट्रलमा छ भनेर बुझ्नुपर्छ हाम्रो गाडी। अनि स्टियरिङको कुरा आयो। हाम्रो स्टियरिङ कति घुम्छ भन्दाखेरि यो गाडी चाहिँ फुल काट्ने जता घुम्छ जति घुम्छ घुमाउने। अनि त्यस पछाडि यो जुन छ नि बिचको यो भाग चाहिँ आफ्नो पेट आफ्नो साइडमा दुई पटक ल्याउने यसरी एक दुई। अब गाडीको चक्का सिधा भयो। अनि त्यस पछाडि अब मैले गाडी स्टार्ट गर्छु। गाडी स्टार्ट गर्नको लागि चाहिँ चाबी यहाँ हुन्छ। चाबी चाहिँ अगाडितिर यसरी खेल्ने एक तीन चरण हुन्छ है। दुईमा यहाँ लाइन आयो देखा त लाइन आयो दुईमा। तीनमा चाहिँ यो सबै हट्नुपर्छ है। तपाईको गाडी चाहिँ अहिले न्युट्रलमा छ। न्युट्रलमा भन्दा चाहिँ यत्तिकै छोडेर स्टार्ट गर्ने हो। यहाँ तल खुट्टामा देखा त यत्तिकै स्टार्ट गर्ने हो। तर हाम्रो गाडी गियरमा छ भने चाहिँ क्लच लिएर गर्नुपर्छ है। अब अहिले मेरो गाडी न्युट्रलमा छ मैले यत्तिकै स्टार्ट गरेँ। अब चाबी देखा अब चाबी दुईचोटि भइसक्यो लाइन आइसक्यो। अब तीनमा चाहिँ यो सबै हट्नु पर्यो। एउटा चाहिँ बाँकी रहन्छ है। गाडी स्टार्ट भयो। एउटा जुन बाँकी रह्यो नि रातो यो चाहिँ ह्यान्ड ब्रेक हो। ह्यान्ड ब्रेक यहाँ थियो तपाईँ ह्यान्ड ब्रेक यता माथि यो ब्रेकको हो। ह्यान्ड ब्रेक मैले झारेँ। अब यहाँ रातो बत्ती हत्यो हेर्नु त रातो बत्ती हत्यो। हाम्रो गाडी स्टार्ट भइसक्यो। अब हामीले गाडी अगाडि बढाउनलाई चाहिँ गियर लाउनु पर्यो। गियर लाउनको लागि क्लच पुऱ्याइदिने। हाम्रो गाडी मैले चाहिँ यहाँ क्लच पुरै थिचेँ अनि यता गियर देखा भाइ मैले चाहिँ गाडी ब्याक गर्छु। न्युट्रलमा छ राइट प्रेस गरेँ आर रिभर्स पछाडि ताने हाम्रो गाडी ब्याक गियर लाग्यो। अब मैले क्लच बिस्तारै छोड्दै आउँछु। क्लच बिस्तारै मैले छोड्दै आएँ। गाडी पछाडितिर बिस्तारै बढ्छ यसरी बिस्तारै बढ्छ है। मैले वन गियर लाएँ भने मेरो गाडी यसरी अगाडि बढ्छ बिस्तारै। रोक्ने बेला चाहिँ गाडी सुरुमा क्लच पुरै लिने अनि ब्रेक यसरी रोक्ने। क्लच छुट्दै आयो भने गाडी यसरी यसरी बढ्छ। मैले रोकेँ न्युट्रल हालेँ
ब्रेक ताने अब छोडिदिएँ मैले गाडी रोकियो 5 मिनटको डेमो देखाउने बित्तिकै हाम्रो भाइले चाहिँ यतिको आफै गाडी चलाइरहेछ एकदम ढुक्क आरामले चलाउनु पर्यो है भाइले देखेर पनि तपाईँहरू सिक्न सक्नुहुन्छ भर्खर आजै मात्र फर्स्ट डे यो चाहिँ चलाउन सकिन्छ भाइ कतिको के छ कतिको उयो आयो कन्फिडेन्स अलिअलि आइरहेछ अब हुन्छ 4-5 दिनमा मजाले हुन्छ अगाडि चाहिँ हेर्नु पर्यो एकदम आरामले चलाउनु पर्यो हात्तिनु भएन ठिक छ हर्न पनि बजाउनु पर्यो तिर नहेर्नु एउटै फोकस गर्नु डराउन चाहिँ हुँदैन है गाडी चलाउँदा डराउने कुरा चाहिँ भएन अगाडि चाहिँ हेर्नु पर्यो मजा आइरहेछ नि होइन एकदम कस्तो लाग्यो भने विषय मैले दिएको मैले बुझेको मैले मजाले बुझिसकेँ आफै कुदाउने भइसकिसकेँ एक दिनमा अरू कुरा अझै सिक्न बाँकी नै छ त्यही पनि मैले आज फर्स्ट बुझाएको बुझ्यो भने त्यति हो त्यसैपछि गाडी चलाउने अनि लाउरे नभन्ने लाउरे भनेर गाडी किन्ने हो सिकिराख्यो भने काम लाग्छ सिक्नुपर्छ सिप भनेको सिकिराख्यो भने काम लाग्छ बेलैमा हो सिक्ने कुरा त्यो पनि गाडी चलाउँदा बल हेर्ने बुद्धिले गर्नु पर्यो आत्तिनु भएन आत्तियो भने चाहिँ दिमागले काम गर्दैन अनि बिग्रिने हो क्या तबसम्म ढुक्क भइँदैन त्यति सिक्न गाह्रो हुन्छ आफूले एकदम ढुक्क हुनु पर्यो आरामले त्यो चिज बल गरेर हुँदैन बलले सकिँदैन बुद्धिले दिमाग लाउने हो ठिक स्केलले मिलाउने हो क्या आरामले चलाउने हो सिक्नलाई त्यस्तो गाह्रो पर्दैन बारी खन्नु जस्तो भारी बोक्नु जस्तो हुँदैन नि त गाडी त कुदाइँदैछ रोक्नु पर्यो रोक्नको लागि गाडी सुरुमा सिधा पोजिसन बनाउने अब रोक्ने क्लच पुरै दिने ब्रेक बिस्तारै आरामले यसरी रोक्नु गाडी रोक्यो होइन अब क्लच ब्रेक छोड्ने अब बढाउनु पर्यो ब्रेक छोड्दैन त ब्रेक छोड्ने बिस्तारै हल्का यो बेसीको लागि मात्रै यो चाहिँ सबै ठाउँमा काम लाग्ने यसको लागि अझै नै सिक्नुपर्छ आज फर्स्टै भएर चाहिँ त्यसको लागि क्लच बिस्तारै होल्ड गर्ने एकछिन अझै थोरै छोड्ने गाडी अब हिँड्नु थाल्यो नि होल्ड गर्ने 3 सेकेन्ड 1 2 3 गाडी हिँड्नु थाल्यो छोडिदिने अब दिने पछि यति गऱ्यो भने जिउ डराउनु भएन हल्का हुनु पर्यो एकदम जिउमा बल लगाउनु भएन क्या हातहरू साह्रो हुनु भएन एकदम मेन कुरा त डराउनु भएन त्यो जिउ डराउ हुने भनेकै त्यो डर लागेर हो क्या भाइ तिमी डराएन भने ढुक्क बस्यो भने कहाँ यो डर हुन्छ हुँदै हुँदैन नि यहाँ पनि रोक्यो देखो भाइ रोकाउ आरामले हो यस बिस्तारै बढाउने टाइम लिएर है टाइम लिन पाउँछ आरामले हो यसरी पास भइ त हाल्यो गाडी गएको केही गऱ्यो फेरि नजिक रोक्ने एकछिन है एकदिन यतिको कुदाउन सक्ने भएपछि म चाहिँ यतिको मान्छेलाई चाहिँ एकै दिनमा गियर चेन्ज गर्न 1 र 2 चाहिँ सक्छु अनि त्यसको लागि चाहिँ मैले भनेको मान्नु पर्यो भाइ अब 2 गियर लाउनको लागि चाहिँ हाम्रो बाटो सिधा बाटो आउनु पर्यो सिधा बाटोमा चाहिँ म भन्छु गाडीलाई सबभन्दा सुरुमा सिधा बनाउने म भन्छु अनि मात्र गर्ने सुन्नु पर्यो आत्तिनु भएन म भन्छु हाम्रो सिधा बाटो भयो गाडीले सिधा बनाउने सबभन्दा सुरुमा सिधा भयो
अब स्पिड बढाउने अघि जति बढाएको थियो नि स्पिड बढाउने छोडिदिने क्लच पुरै थिच्ने क्लच पुरै थिच्ने अनि 2 गियर सार्ने त क्लच छोड्दै आउने एक्सिलेटर अलिक भएन नेक्स्ट टाइम हुन्छ छोडिहाल्यो होइन छोडिहाल्यो ठिकै छ म भन्छु फेरि बढाउने हल्का के चाहिँ बढाउने स्पिड थोरै छोडिदिने क्लच पुरै लिने फेरि 1 गियर लाउने क्लच छोड्दै आउने एक्सिलेटर यो अलिक ढिलो भयो ठिक छ गियर चेन्ज गर्दा चाहिँ सुरुमा एक्सिलेटर बढाउँदा चाहिँ सुरुमा एक्सिलेटर दिने हल्का स्पिड कुदेपछि गाडी अनि यता क्लच थिच्दै एक्सिलेटर छोड्ने अनि यता गियर सार्ने गियर बढाउनु अनि त्यस पछाडि क्लच छोड्दै फेरि एक्सिलेटर बढाउनु क्लच आउने गाडीले सुरुमा एक्सिलेटर बढाउनु गाडी स्पिड हुन्छ होइन अहिले 1 गियरमा छ गाडी 1 गियरमा छ म त्यहाँ भन्छु सिधा बाटोमा सुरुमा एक्सिलेटर स्पिड बढ्छ अनि क्लच लिने क्लच लिएपछि सार्नु पर्यो एउटा हात यहाँ गियरमा राख्दा अलिक अप्ठ्यारो भयो नि होइन अघि जति सजिलो भएको थियो त्यति भएन अब यहाँ पनि प्र्याक्टिस न हो गर्दै गरेपछि तिमीलाई यो एउटै हातले स्टियरिङ चलाउन पनि सजिलो हुन्छ क्या अनि चाहिँ 2 गियर लाउन अझ सजिलो हुन्छ यो त साह्रो छैन नि त एउटै हातले पनि सकिन्छ नि त पनि घुम्छ यो स्टियरिङ यस्तो गाह्रो छैन हात यहीँ राख गियरमै राखिराखेँ 1-2 राउन्ड गाडी चलाउँदा 2 हात 2 खुट्टा 2 आँखाले हेर्नु पऱ्यो 2 कानले सुन्नु पऱ्यो सबै एक्टिभ चाहिँ हुनु पऱ्यो आँखाले पनि हेर्नु पऱ्यो कानले पनि सुन्नु पऱ्यो 2 हात चल्नु पऱ्यो 2 खुट्टा चल्नु पऱ्यो त्यो चाहिँ कसरी मिलाउने ढुक्क आरामले बिस्तारै एकैचोटि सबै चलाउने होइन टक 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 बिस्तारै चलाउने हात चाहिँ गियरमै हुनु पऱ्यो क्या सुरुमा सिक्दा अनि भरे गियर चेन्ज गर्दाखेरि सजिलो हुन्छ यसरी नै राखिराख्नु पऱ्यो 1 ह्यान्ड गाडी सिधा बनाउने मैले भने जस्तो बढाउने 2 गियर लाउने आरामले लाउने क्लच छोड्दै आउने 2 गियर राखिहाल्यो बिस्तारै बढाउने गियर बढ्यो 2 गियर भयो 2 गियर अब घटाएर पनि देखो 1 गियर लाउनलाई हल्का स्लो क्लच पुऱ्याइदिने अनि 1 छोड्दै आउने गियर चेन्ज गर्दा चाहिँ हात चाहिँ एकदम हल्का हुनुपर्छ साह्रो हुनु भएन पसिना निस्किन्छ गाह्रो हुन्छ हात चाहिँ हल्का एकदम इजी हुनु पऱ्यो पर्फेक्ट मिस्टेक त भइहाल्छ नि अब आजै त कति मिनट 30 मिनट त भर्दा भएपछि 20-22 मिनट नि राम्रो गरी भाइ आरामले चलाऊ न जेन्जी आरामले चलाऊ ठिक छ 1 गियर लाउने पनि ठिक छ 1 2 सिकेपछि भइहाल्यो त रोक्ने बढाउने 1 आजको हाम्रो क्लास यति नै 1 2 सिक्यो भोलि अब अर्को नेक्स्ट क्लासमा चाहिँ पर्फेक्ट 1 2 हान्ने हो क्या त्यसपछि बाँकी कुराहरू बिस्तारै सिक्दै जाने हो अर्को क्लासदेखि चाहिँ 1 2 चाहिँ पर्फेक्ट हान्नु पर्यो यस्तै भिडियो हेर्नको लागि चाहिँ लाइक कमेन्ट अनि युट्युबमा सब्सक्राइब गर्नु होला अनि नेक्स्ट पार्टहरू पनि यस्तै लिएर आउँछु फरक भिडियोहरू लिएर आउने कोसिस गरिरहेको छु थ्याङ्क यू यतिकै तान्ने